Yes! I finally got my visa approved. I am so excited. तपाईलाई अस्ट्रेलियन स्टुडेन्ट भिसा रिसिभ गरेकोमा धेरै धेरै बधाई। प्लिज इन्ट्रोड्युस योरसेल्फ। मेरो नाम चाहिँ सज्जन शर्मा। मेरो घर चाहिँ बागलुङ जिल्ला हो र मैले भर्खरै अस्ट्रेलियाको स्टुडेन्ट भिजा ग्रान्ट गरेको छु र स्टुडेन्ट भिजा ग्रान्ट गरेकोमा चाहिँ मलाई एकदमै खुसी लागिरहेको छ र मैले अस्ट्रेलियामा मास्टर्स इन कन्स्ट्रक्सन म्यानेजमेन्ट पढ्न जाँदैछु। सो नाइस। सो तपाईँले यो स्टडी गर्नुको लागि अस्ट्रेलिया नै किन रोज्नुभयो? अब अस्ट्रेलिया नै किन रोजे भन्ने अब धेरै कुरा छ। पहिलो चाहिँ अब अस्ट्रेलियाको ग्लोबल्ली रिकगनाइज एजुकेसन सिस्टम भइहाल्यो, अनि अर्को चाहिँ अब मल्टिकल्चरल सोसाइटी छ र प्र्याक्टिकल लर्निङ इन्भाइरोमेन्ट छ त्यहाँ, जहाँ कि नेपालमा अब हाम्रो अलि बुक बेस्ड मात्र हुन्छ, प्र्याक्टिकल केही पनि हुँदैन र त्यसै कारणले चाहिँ मैले अस्ट्रेलिया रोजेको हो। सुन्नमा धेरै रमाइलो लाग्यो। सो तपाईँले यो भिसा आवेदन प्रक्रिया कस्तो रह्यो? भिजा प्रोसेस चाहिँ एकदमै राम्रो थियो, वेल म्यानेज अनि स्मुथ थियो, एकदमै गाइड गरिरहनु भयो हरेक स्टेपमा। मलाई पनि धेरै सजिलो भयो। अनि फाइनेन्सियल डकुमेन्ट बनाउनुदेखि लिएर होस्, अब भिजा फाइलिङ होस्, एसओपीमा होस्, एकदमै धेरै हेल्प गर्नुभयो हाम्रो टिमले, अनि त्यही भएर एकदमै सजिलो भयो। तपाईँको भिसा एकदमै डिफिकल्ट टाइममा आएको मलाई थाहा छ। हजुर। सो तपाईँले आफ्नो भिसा ग्रान्टलाई लक कन्सिडर गर्नुहुन्छ कि ग्रेट प्रिपरेसन कन्सिडर गर्नुहुन्छ? अब त्यो लक त हुनै सक्दैन। अब यो यस्तो डिफिकल्ट टाइममा जेन्युन डकुमेन्ट जेन्युन एसओपी सबै नै मिलेर नै र हजुरहरूको गाइडेन्सले नै आएको भिजा हो। त्यही भएर यो लक भन्दा पनि यो चाहिँ राम्रो प्रिपेरेसनले नै आएको भिजा हो। मलाई स्टिल याद छ कि तपाईँको भिसा लागेपछि पहिलो कल मैले तपाईँको आमालाई गरेको थिएँ र उहाँ चाहिँ धेरै इमोसनल हुनुभएको थियो। हजुर। तपाईँलाई हामीले दोस्रो कल गरेर तपाईँको भिसा ग्रान्ट भएको न्युज सुन्दाखेरि तपाईँलाई कस्तो महसुस भएको थियो? अब सुरुमा त त्यही हो, सुरुमा अब हल्का हात्ते जस्तो फिल भइहाल्छ, तर म त्यो टाइममा चाहिँ अब दुःखी पनि थिएँ, एकदम खुसी पनि लागिरहेको थियो र मिक्स्ड फिलिङ थियो भनौँ न। मिक्स्ड फिलिङ थियो। अब खुसी किन थियो भन्दाखेरि अब यस्तो सिचुएसन, अब ल भिजा रेट 25-30% भिजा आएको छ है, अब एकदम त्यसमा खुसी चाहिँ छु। आफ्नो प्रिपेरेसन अब मेहनत अब भनौँ हजुरको हार्डवर्क मेरो हार्डवर्क सबैले एकदमै त्यो सक्सेसफुल भयो नि त, त्यसको लागि खुसी चाहिँ थिएँ। तर दुःखी पनि थिएँ, किन भन्दाखेरि अब जानु पऱ्यो, आफ्नो देश होस्, घर, अब परिवार सबै छोडेर जाँदाखेरि चाहिँ अलिकति दुःखी पनि थिएँ। त्यस कारणले एकदम मिक्स फिलिङ थियो मेरो चाहिँ। तपाईँले एक्सपिरियन्स सेयर गर्नुकोमा धेरै धन्यवाद। र फाइनल्ली म तपाईँलाई अस्ट्रेलियामा स्टडी गर्न जान चाहने नयाँ भाइ बहिनीहरूलाई चाहिँ तपाईँले के सल्लाह दिन चाहनुहुन्छ? त्यही हो, अब मैले के सजेस्ट गर्छु भन्दाखेरि उनीहरूलाई अब सकेसम्म पहिल्यै सुरु गर्नु पऱ्यो, प्रोसेस ढिला गर्नु भएन। जति पछि गर्छु भने उति ढिला हुन्छ अटोमेटिकली, प्लस सिचुएसन पनि फर्दर स्ट्रिक्ट हुँदै जान्छ। त्यही भएर सकेसम्म छिटो गर्नु, अनि आफ्नो गोल एकदम क्लियर हुनु पऱ्यो। आफूले के गर्न जाने, कुन कोर्स पढ्न जाने, त्यसको बारेमा क्लियर हुनु पऱ्यो। मेन इम्पोर्टेन्ट एसओपीहरू लेख्दाखेरि चाहिँ आफै जेन्युन लेख्न पऱ्यो। आफै लेखेर बरु केहीहरू ग्रामरहरू चाहिँ चेक गरे पनि, तर सबै आफै लेखेर राम्रोसँग गर्ने भने चाहिँ एकदमै त्यो गर्न चाहिँ सजेस्ट गर्छु म। थ्याङ्क यू सज्जन, हामीलाई आफ्नो बहुमूल्य टाइम दिनुभएकोमा। तपाईँको फ्युचर जर्नी चाहिँ सफल होस्। धेरै धेरै शुभकामना। थ्याङ्क यू। हस्, थ्याङ्क यू सर।